हेलो साथीहरू, म आज हजुरलाई एउटा यस्तो कुरा सेयर गर्न चाहदैछु जुन कुरा स्वीकार गर्न मलाई अलि अप्ठ्यारो लाग्छ। केही समय अघि मैले एउटा सानो कुरालाई लिएर यति धेरै ओभरथिङ्क गरेको थिएँ कि त्यो कुरा मेरो लागि ठुलो समस्या बनेको थियो। तर फनी कुरा के भनिने, त्यो समस्या वास्तवमा त्यति ठुलो नै थिएन। समस्या मेरो दिमागले त्यसको बारेमा बनाएको कहानी थियो। एक दिन मैले एकजना नजिकको मान्छेलाई मेसेज गरेको थिएँ। सामान्य मेसेज थियो, तर उसले रिप्लाई गरेन। 1 घण्टा भयो, 2 घण्टा भयो, अनि मेरो दिमागले आफ्नो काम सुरु गर्यो। सायद उसलाई मेरो कुरा मन परेन, मैले केही गलत भने कि, उसले मेरो बारेमा नराम्रो सोच्यो कि। अनि एउटा थटबाट अर्को थट, फेरि पुरानो कन्भर्सेसन खोले, पुरानो च्याट्सहरू पढ्न थाले। मैले के लेखेको थिएँ हेरेँ, फेरि उसको पुरानो रिप्लाई हेरेँ। उसले पहिले कसरी बोल्थ्यो र अहिले कसरी बोल्यो भनेर कम्पेयर गर्न थालेँ। अनि अन्त्यमा म त्यहाँ पुगेँ जहाँ पुग्नु नै नपर्ने थियो। मैले उसको साइलेन्सबाट उसको मन पढ्न थालेँ। अनि त्यही रात मलाई एउटा कुरा पनि महसुस भयो। हामी धेरै पटक वास्तविकताले होइन, आफ्नै इन्टरप्रिटेसनले दुखी भइरहेका हुन्छौँ। र सायद तपाईँले पनि यस्तो गर्नुभएको छ। कसैले रिप्लाई गरेन, कसैले तपाईँलाई हेरेर केही भनेन, कसैले अलि फरक व्यवहार गरे जस्तो लाग्यो, अनि हाम्रो दिमागले तुरुन्तै एउटा कहानी बनाइदिन्छ। के भयो, किन भयो, अब के हुन्छ, र हामी त्यही कहानीभित्र हराउँछौँ। आज म तपाईँलाई ओभरथिङ्किङ, धेरै सोच्ने बन्द गर्ने कुनै 7 म्याजिक ट्रिक सुनाउन चाहन्न। म तपाईँलाई मेरो जस्तै एउटा सामान्य कुरा सुनाउन चाहन्छु, किनकि सायद त्यसमा तपाईँले आफ्नै जीवनको एउटा हिस्सा भेट्नुहुन्छ। त्यो रात म सुत्न खोज्दै थिएँ, तर निन्द्रा आएन। फोन छेउमै थियो, हरेक केही मिनेटमा स्क्रिन हेर्थेँ, रिप्लाई आएको छ कि भनेर। अनि फेरि रिप्लाई आएको हुँदैन थियो। अनि फेरि मनले भन्थ्यो, अब त पक्का उसलाई केही समस्या छ। फेरि अर्को थट, सायद मसँग नै प्रब्लम छ। त्यसपछि मैले आफूलाई नै सम्झाउन खोजेँ, छोड न, यति सानो कुरालाई किन सोचिरहेको। तर जति नसोच भन्यो त्यति नै धेरै सोच आयो। यो ओभरथिङ्किङ, धेरै सोच्ने बानीको एउटा अचम्मको कुरा के हो थाहा छ? तपाईँले आफूलाई भन्नुहुन्छ यो कुरा सोच्नु हुँदैन, तर दिमागले त्यसलाई अझ ठुलो बनाएर अगाडि लिएर आइदिन्छ। अनि त्यहाँबाट एउटा अर्को समस्या सुरु हुन्छ। तपाईँ वास्तविक घटनाको बारेमा सोचिरहनु भएको हुँदैन, तपाईँ सम्भावनाहरूको बारेमा सोचिरहनु भएको हुन्छ। यदि यस्तो भयो भने, यदि उसले यस्तो सोच्यो भने, यदि मैले गलत गरेँ भने, यदि भोलि अझ नराम्रो भयो भने। ध्यान दिनुहोस्, यी मध्ये कुनै पनि कुरा भएको नै छैन, तर तपाईँको शरीर र मनले त्यसलाई भइसकेको जस्तो गरेर व्यवहार गरिरहेको हुन्छ। त्यो रात मैले अन्ततः एउटा कुरा गरेँ। मैले फोन एकातिर राखेँ र आफूलाई एउटा प्रश्न सोधेँ, ठिक छ, अहिले वास्तवमा भएको के हो? उसले रिप्लाई नगरेको हो। त्यसपछि मैले अर्को प्रश्न सोधेँ, अनि मैले बनाएको कहानी चाहिँ के हो नि? त्यो चाहिँ लामो थियो। उसलाई म मन पर्दिन होला, मैले गलत कुरा भने होला, सम्बन्ध बिग्रियो होला, सायद उसले मलाई अभोइड गरिरहेको छ। अनि मलाई अचानक लाग्यो, घटना एउटा थियो, तर मेरो दिमागले त्यसबाट 10 वटा कथा बनाइसकेको थियो। त्यो दिनदेखि मैले ओभरथिङ्किङलाई अलि फरक तरिकाले हेर्न थालेँ। हामी मध्ये धेरैले यही गर्छौँ। कसैले ठिक छ मात्र लेख्यो भने, किन यति सुक्खा रिप्लाई, कस्तो ड्राई रिप्लाई। कसैले फोन उठाएन भने, मसँग रिसाएको हो कि क्या हो। कसैले सोसल मिडियामा अनलाइन भएर पनि मेसेज गरेन भने जानी जानी इग्नोर गरिरहेछ। अनि कहिलेकाहीँ त मान्छेले एउटा सामान्य कुरा गर्छ, हामी त्यसको अर्थ खोज्दै बस्छौँ। उसले त्यस्तो टोनमा किन बोल्यो, उसले मलाई हेरेर किन हाँस्यो, उसले त्यो स्टोरी किन हाल्यो, त्यो पोस्ट मलाई टार्गेट गरेर हो कि। हरेक कुरा तपाईँको बारेमा हुँदैन साथी। यो कुरा स्वीकार गर्न अलिक गाह्रो हुन्छ, तर सत्य हो। तर स्वीकार गरिसकेपछि मन धेरै हल्का हुन्छ। कहिलेकाहीँ मान्छे बिजी हुन्छ, कहिलेकाहीँ उसको आफ्नै समस्या हुन्छ, कहिलेकाहीँ उसको मुड खराब हुन्छ, र कहिलेकाहीँ उसले तपाईँलाई सोचेकै हुँदैन। र यो नराम्रो कुरा होइन। यसको अर्थ तपाईँ इम्पोर्टेन्ट हुनुहुन्न भन्ने होइन। यसको अर्थ केवल अरू मानिसको जीवन पनि तपाईँको जस्तै चलिरहेको छ भन्ने रियलाइजेसन हुनु हो।
मलाई लाग्छ ओभरथिङ्किङको जडमा एउटा डर हुन्छ। म सबै कुरा कन्ट्रोल गर्न चाहन्छु। मलाई पहिले नै थाहा हुनुपर्छ को मेरो साथमा रहन्छ, कसले मलाई के सोच्छ, भोलि के हुन्छ, मेरो डिसिजन सही हुन्छ कि हुँदैन, मेरो भविष्य कस्तो हुन्छ। तर जीवनले त यस्तो ग्यारेन्टी दिँदैन नि। र जब हामी अनसर्टेन्टी स्वीकार गर्न सक्दैनौँ, हामी सोचिरहन्छौँ, फेरि सोचिरहन्छौँ, जस्तो कि धेरै सोचेर हामी फ्युचरलाई कन्ट्रोल गर्न सक्छौँ तर सक्दैनौँ। अहिले पनि म कहिलेकाहीँ ओभरथिङ्क गर्छु। म पनि मान्छे नै हुँ। कहिलेकाहीँ राति एउटा कुरा मनमा आउँछ र दिमागले फेरि पुरानै मुभी चलाउन थाल्छ। तर अहिले म एउटा फरक कुरा गर्छु। म आफूलाई रोक्दै भन्छु, 1 मिनेट, यो अहिले भइरहेको कुरा हो कि मेरो दिमागले सम्भावना बनाइरहेको हो? यो प्रश्नले मलाई धेरै पटक बचाएको छ। किनकि धेरै पटक हामीलाई समाधान चाहिएको हुँदैन, हामीलाई रियालिटी र इमेजिनेसन छुट्याउन मात्र आवश्यक हुन्छ। म हजुरलाई एउटा रियल लाइफ इक्जाम्पल दिन्छु है। मानौ तपाईँले कुनै ठुलो डिसिजन लिनुभएको छ, करियरको होस् या फिर रिलेसनसिपको या फिर पढाइको या फिर बिजनेसको, र डिसिजन लिएपछि मनमा आयो कति मैले गलत त गरिनँ। त्यसपछि तपाईँ अरूको लाइफ हेर्न थाल्नुहुन्छ। उता कसैले राम्रो गरिरहेको छ, कसैले नयाँ जब पाएको छ, कसैले विदेश गएको छ, कसैको रिलेसनसिप एकदम पर्फेक्ट देखिन्छ। अनि तपाईँ एउटा अनसर्टेन मोमेन्टलाई अरूको हाइलाइटसँग कम्पेयर गर्न थाल्नुहुन्छ। त्यसपछि सुरु हुन्छ ओभरथिङ्किङ। तर सत्य के हो भने तपाईँलाई अरूको पुरा कहानी नै थाहा छैन। तपाईँले आफ्नो स्ट्रगल, सङ्घर्षको ब्याक स्टेज हेर्नुभएको छ, तर अरूको लाइफको हाइलाइट मात्र। त्यसैले कम्प्यारिजन, तुलना पनि धेरै पटक ओभरथिङ्किङकै अर्को रूप हो। यदि तपाईँ अहिले धेरै सोच्ने बानीबाट थाक्नु भएको छ भने म तपाईँलाई बस सोच्न छोड भन्न चाहन्न, किनकि त्यो प्र्याक्टिकल कुरा होइन। तपाईँको दिमागलाई फोर्स गरेर बन्द गर्न सकिँदैन। बरु जब थट आउँछ त्यसबाट अलि टाढाबाट हेर्न सिक्नुहोस्। जस्तै अहिले म डराइरहेको छु, अहिले म अनसर्टेन्टीको बारेमा सोचिरहेको छु, अहिले मलाई रिजेक्सनको डर लागेको छ। तर त्यसपछि आफैलाई भन्नुहोस्, थट आएको हो, त्यो सत्य प्रमाणित भएको होइन। यो फरक धेरै ठुलो छ। र अर्को कुरा, यदि कुनै समस्या साँच्चै तपाईँको कन्ट्रोल हातमा छ भने सोचेर होइन, केही गरेर समाधान गर्नुहोस्। तपाईँले पढ्नुपर्छ भने पढ्नुहोस्, कसैसँग कुरा गर्नुपर्छ भने कुरा गर्नुहोस्, माफी माग्नुपर्छ भने माग्नुहोस्, डिसिजन लिनुपर्छ भने उपलब्ध जानकारी हेरेर लिनुहोस्। तर एक्सन लिन सकिने ठाउँमा बेकारमा सोचेर समय खर्च नगर्नुहोस्। र जुन कुरा तपाईँको कन्ट्रोल बाहिर छ त्यसलाई हरेक रात आफ्नो टाउकोमा बोकेर नहेर्नुहोस्। सायद तपाईँ अहिले यो भिडियो राति हेर्दै हुनुहुन्छ। सायद तपाईँको मनमा पनि कुनै एउटा कुरा छ, कुनै व्यक्ति, कुनै डिसिजन, कुनै गल्ती, कुनै फ्युचर, र तपाईँ त्यसको आन्सर खोज्दै हुनुहुन्छ। तर सायद अहिले आन्सर खोज्ने समय होइन। सायद अहिले आराम गर्ने समय हो, किनकि केही प्रश्नको आन्सर तपाईँले जति सोचेर खोजे पनि भेटिँदैन। समयले दिन्छ, अनुभवले दिन्छ, कहिलेकाहीँ रियालिटी आफैले दिन्छ। र मैले त्यो रात एउटा सानो कुरा सिकेँ, हरेक साइलेन्सको अर्थ रिजेक्सन हुँदैन, हरेक गल्ती डिजास्टर हुँदैन, हरेक अनसर्टेन्टी डेन्जर हुँदैन, र हरेक थट सत्य हुँदैन। त्यसैले आज राति तपाईँको दिमागले फेरि पुरानो कुरा निकाल्यो भने उसलाई रिसाएर बन्द गर्न खोज्नु पर्दैन। बस शान्त भएर भन्नुहोस्, ठिक छ, मैले तिम्रो कुरा सुने, तर अहिले यसको आन्सर चाहिँदैन। फोन राख्नुहोस्, एकपटक गहिरो सास लिनुहोस् र आफूलाई सम्झाउनुहोस्, मलाई मेरो पुरा भविष्य आजै सल्भ गर्नु पर्दैन, भोलि जे गर्नुपर्ने हो भोलि गरौँला। आज अलि शान्त भएर सुतौँ, किनकि कहिलेकाहीँ हामीलाई जीवन परिवर्तन गर्ने ठुलो एडभाइस होइन, आफ्नो मनलाई अब ठिक छ भन्न सक्ने एउटा सानो छेड चाहिन्छ। यदि तपाईँ पनि धेरै सोच्ने मान्छे हुनुहुन्छ भने कमेन्टमा केही ठुलो लेख्नु पर्दैन, बस म बुझ्छु लेखिदिनुहोस्। सायद त्यो 2 शब्दले तपाईँ जस्तै अर्को ओभरथिङ्क गर्ने मान्छेलाई पनि महसुस गराउनेछ म एक्लो छैन। धन्यवाद।